ल है मैले भर्जुला गाउँमा आयो है ल हेर्नुहोस् है अहिले हाम्रो चाहिँ भर्जुलाको भान्जा अब पहिलाको साथी सँगै स्कुल पढ्ने घुवाई खेल्ने खोप्पी खेल्ने साथी है अब भेट भइयो साथी हामी ल हेर्नुहोस् ढालामा बस्यो अब घर आउँदा म गोरु थिएँ ढाला बसेर घामले कालो कालो भएछु खै घर गयो भने त बुढले नि चिन्दैन नि क्या कौर तिमी भन्छन् क्या न ओ दाइ रोज्दैछु नि हरन लाउनु त कता हरिबहादुर कहाँ हरिबहादुर बुढाबुढी कुमारका एकछिन रोक्ने त्यहाँ नाम्लो फाल्टिन्छ ल हेर हामी यहाँ उमा सल्लरीको डाँडामा आयो है यो जाने हो र यो पैसा 2500 घाम लेखाएर कालो कालो कहाँ पाइसु र नि मेरो चानामा त रोम नि खुल्केछ घामले हेर होइन गाउँबाट आउँदा घरबाट आउँदा त लपक्कै थियो अन्त खुल्केर घामले खुल्काइदिएर भरे यिनीलाई हालिदिने हाल्ने कहाँ जाने हो र हरिबहादुर यो अराइजिल त बाइचोर जाने हो ल ल चर के उचालिनु पर्छ तँलाई बुढीलाई बग भन्नुपर्छ क्या अलि उता जानु अलि म नि आउने हो फेरि कहाँ चराइदिएर फेरि कहाँबाट हिँड्ने नि आएको र यत्रो बाटो त्यो उठाइदिनु मामा यो यो साइड यो होइन ए ल पग्नै छोरा पैसा र त अनि पछि कहाँ पछि यहाँ बस्ने उता फर्क्यो उता ल रे गाउँको सफर फेरि दुईजना पेसेन्जर थपे अब बाग्लो भयो यो ल थाइबङको हरिलाल पाड्डेको बुढी ल हेर्नुहोस् यहाँ हेर साथीभाइ हिँडेर गाउँबाट त म त एक्लै ढालामा छ रुँदै आएको थिएँ अहिले त 5 जना हो यो ढालामा बस्ने नि रमाइलो छ ल हेर्नुहोस् उता रेलेखरको स्कुल आयो थाइबङको रातो खोला झरना पनि देखिन्छ यहाँबाट टक्क लगाएर हो यस्तो गचाङको वन भरुलाको क्याप्टेन भन्छ गए खेल्ने क्याप्टेन भरुला स्कुल आयो है पहिला हामीले पढेको स्कुल त्यस्तो नयाँ बनाएको पहिला अर्कै थियो अहिलेको स्कुल भरुलाको ग्राउन्ड बल खेल्ने ग्राउन्ड आयो आउनुहोस् ल यहाँ पनि आउनु यहाँ पनि फेरि अर्को पेन्सन आउनु हो हेर्नुहोस् कहाँसम्म झन् धेरै भयो ढाला भयो गाह्रो छ गाउँमा दसैँमा आउने ल आउनुहोस् तपाईँले खुट्टा हाल्नुपर्छ क्या खुट्टा देख्नुहोस् थाइबङ खुट्टा बुझ्छ अलिक कमजोर छ ल आउनुहोस् हेर्ने कहाँ बस्ने खोइ खुट्टालाई यहाँ कारमा हाल्छ फुकालिदिएर यहाँ कारमा अनि
पछि सर सर यो खुट्टा खुम्चिन्न क्या तपाईँ यहाँ हुनु त उठेर त यसो यसो ल यहाँ बस्नुभयो यो खुट्टा एको खुट्टा बाङ्गो हुन्न रे सोझो सोझो रहेछ अन्त पर्खिनु है गाह्रो छ नि गाह्रो गाउँमा है रमाइलो खुट्टा खुम्चाउनु हुन्न क्या तेरो खुट्टा सोझो हुन्न बाङ्गो बाङ्गो हुने है कहाँ कान सुन्ने अब यसले कान सुन्ने एउटाले कान सुन्न एउटा खुट्टा नबाङ्गिने नि ल मजुर जान अडाएर त हाम्रो भरुला कुमार भन्छ घरमा आइयो है रङ ब्याक्छन् बहिनी टिकटले लगाए नाम भरुला कुमार भन्छ ल, जाम, घरमा जाम। आइयो है भयो ल के